नमस्ते साथीहरु सबैजनालाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। आज चाहिँ म हजुरहरुलाई चटपटी बनाउने हामी कसरी चटपटी बनाउँछौं भनेर हाम्रो तरिका देखाउन जाँदै छौं साथीहरु। सबैको आफ्नो आफ्नो तरिका हुन्छ। हामी चाहिँ यसरी बनाएर खान्छौं साथीहरु। अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला। राम्रो लाग्छ भने प्लिज लाइक कमेन्ट शेयर गरिदिनु होला भिडियो। अनि आफ्नो आफ्नो तरिका हुन्छ सबैजनाको। हाम्रो चाहिँ यस्तो तरिका छ साथीहरु, हेर्नु होला अन्तिमसम्म है। सामान काटेर सक्सेको साथीहरु हेर्नुस्। आलु, हरियो खुर्सानी अनि दिन चाहिँ चटपटी हालिदिएको हुन्छ साथीहरु। अनि हालिगयो तर भाँडा निकै सानो भएकोले अर्को भाँडामा खनाउँदैछु। ठुलो खोर्सानी अनि अलिकति अजिना पनि हाल्नुपर्छ साथीहरु, अलिक स्वाद दिन्छ। अनि मैले चाहिँ मैदा अलिकति पकाएर धेरै गिलो बनाउनु खोजेको तर अलिक गाड्दा पर्छ, कोही बात नहीं, त्यस्तो हुनु भइहाल्छ। अनि कागती चरा लाग्छ अलिकति, दुईटा जति। कागती छैन भने कालो चुक पनि हुन्छ। हामी चाहिँ कागतीको बास्ना मिठो लाग्छ अनि त्यो गरेर हाल्छौँ। थोरै नुन, अलिकति पिसेको धनियाँको रस, हरियो खुर्सानीको रस अनि भुटेको तेल मिक्स गरिदिने साथीहरु। कति राम्रो देखिनु आछ, अझै हेर्दै जानुहोस्। डाडुको कमाल के छ र पनिरको कमाल, हातको कमाल खतरा हुन्छ हेर्नु साथीहरु। हातले मिठेको जस्तो स्वादिलो चिज के पनि हो कि नै साथीहरु। आहा हेर्नु साथीहरु, हेर्दा नि खाउ खाउ लाग्दैछ हो कि नै साथीहरु। हजुरहरुलाई कस्तो लाग्यो? मलाई त हेर्दै छुगानु लाग्छ साथीहरु। हेर्दा त खतरा लाग्यो साथीहरु। अब खाएर हेर्छौँ, सबैजनालाई चखाउँछौँ कस्तो लाग्यो अब यिनीहरूको। सुनौँ प्रतिक्रिया। यहाँको हाम्रो ग्याङहरू छ चटपटी चाख्ने। अब हेर्दै जाउँ कस्तो लाग्छ रहेछ यिनीहरूलाई। हाम्रो रेडी भयो, ल सुरु। हाम्रो नानादेखि है त कस्तो के भन्नुहुन्छ। हाम्रो नानालाई दामी लाग्यो कि अब यिनीहरूलाई हेरेर कस्तो लाग्दो रहेछ। कैसा है? अच्छा है। अच्छा है? जाओ अपना बताना। कैसा है? अच्छा है।
मस्त। ला आ जा इधर। कैसा है? मस्त। ले आ जा। कैसा है? ले हो गया। कैसा है? दामी छ। दामी पिरो खतरा। मैंने बना के। हे भगवान, तेरी लीला अपरंपार है।